हाई गुड मर्निङ गाइज। अब हामी चाहिँ हस्पिटल हिँड्नु आँटेको सुकेथाङ। अनि यहाँबाट चाहिँ हस्बेन्ड र म, अनि तलबाट चाहिँ दिदी हुनुहुन्छ, अनिता दिदी, शेरवानीबाट दिदी पनि जानुहुन्छ। हामी तिनजना। हेभ अ नाइस डे, बाई बाई। र अहिले चाहिँ हामी सुकेथाङ हस्पिटल पुग्नु आँट्यौँ। जाँदैछौँ गाडीमा, पुग्नु आँट्यौँ। चाहिँ हामी आइपुगिसक्यौँ सुकेथाङ हस्पिटल। हेर्नुहोस् है साथीहरू, यो चाहिँ हाम्रो सिक्किमको मल्टी स्पेसलिटी हस्पिटल एसटिएनएम हो। त्यहाँ पर देख्नुहुँदैछ तपाईँहरूले, यो चाहिँ हो तपाईँको इमर्जेन्सी, एसटिएनएमको इमर्जेन्सी। यहाँ जुन देख्नुहुँदैछ यो मेन गेट, त्यहाँबाट चाहिँ तपाईँहरू हस्पिटलको सबै कामहरू सकिसकेपछि त्यहाँबाट एक्जिट पनि हुन सक्नुहुन्छ। त्यसको बाहिर तपाईँहरूले ट्याक्सीहरू पनि लागिरहेको हुन्छ। जसलाई अब रानीकुलहरू जानु छ या त कसैलाई गान्तोकहरू जानु छ भने चाहिँ यहाँनिर सबै ट्याक्सीहरू पनि लागि नै रहेको छ, लागिरहेको हुन्छ यहाँनिर बाहिर। कुनै सिरियस पेसेन्टहरू आयो भने सिधै रेफर गरेको पेसेन्ट सिधै यहाँ इमर्जेन्सीमा जानु सक्छ। यो तलको रोड चाहिँ देख्नुहुँदैछ नि तपाईँहरूले, त्यो रोडबाट चाहिँ तपाईँ सिधै ओह्रालो जानुभयो भने चाहिँ त्यहाँ चाहिँ छ तपाईँको एसटिएनएमको ओपिडी रेजिस्ट्रेसन काउन्टर। यो चाहिँ हो सुकेथाङको रेजिस्ट्रेसन देख्नुहुँदैछ तपाईँले, ओपिडी काउन्टर। यो चाहिँ हो तपाईँको प्रिस्क्रिप्सन काउन्टर, पर्ची यहाँबाट बनिन्छ। तपाईँहरूले यहाँ बाहिरबाट चाहिँ टोकन काट्नुपर्छ। यो चाहिँ हो टोकन काउन्टर। यहाँबाट काटिसकेपछि चाहिँ तपाईँ अघि देख्नु भएको थियो त्यहाँनिर गएर चाहिँ तपाईँले पर्ची लिनु सक्नुहुन्छ। अनि यहाँ साइडमा देखिरहेको चाहिँ यो आभा स्क्यानर हो, जसले पनि फोनमा डाउनलोड गरेको छ। आफ्नो फोन एप्सबाटै तपाईँले टोकन नम्बर सेयर गर्न सक्नुहुन्छ। टोकन नम्बर आएपछि तपाईँले त्यहाँनिर गएर पर्ची निकाल्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी दिदी र हस्बेन्डको ब्लड विड्रलको लागि ल्याबमा जाँदैछ, ब्लड टेस्टको लागि। र अहिले चाहिँ ब्लड विड्रलको लागि उनीहरू लाइनमा बसिरहेको छ। र ब्लड विड्रल गरिसकेपछि हामीहरू हस्बेन्डको अल्ट्रासाउन्ड थियो र अल्ट्रासाउन्ड रुममा गइरहेका छौँ। हस्बेन्डको पहिला पनि अल्ट्रासाउन्ड भएको थियो, अनि फेरि पनि कन्फर्मको लागि चाहिँ हामी आएको छौँ। फेरि एकपल्ट गरेर चाहिँ हेरौँ भनेर चाहिँ आइरहेको छौँ। र अहिले चाहिँ हस्बेन्ड अल्ट्रासाउन्डको लागि गइरहनु भएको छ। हामी चाहिँ बाहिर फर्किरहेको छौँ, दिदी र म चाहिँ हस्बेन्डलाई। र अहिले चाहिँ हामीले सबै टेस्टहरू गरिसक्यौँ, अल्ट्रासाउन्ड गरिसकेपछि ब्रेकफास्टको लागि झऱ्यौँ। कोही मोमो खाने, कोही सुक्खा रोटी, कोही पुरी खाने। त्यहाँबाट ब्रेकफास्ट खाइसकेर चाहिँ फेरि पिपीको लागि चाहिँ हामी ब्लड दिनु फेरि ल्याबमा गइरहेका छौँ। र अहिले चाहिँ पिपी दिइसकेपछि ब्लड दिइसकेपछि पिपीको लागि हामी अल्ट्रासाउन्ड रिपोर्ट कलेक्ट गर्न जाँदैछौँ। चाहिँ हो तपाईँको थर्ड फ्लोरमा चाहिँ देख्न सक्नुहुन्छ के छ। र अहिले चाहिँ हामीले अल्ट्रासाउन्ड रिपोर्ट लिइसकेपछि चाहिँ जेनरल मेडिसिनलाई एकपल्ट देखाउनु भनेर चाहिँ हामी त्यहाँ गइरहेछ। सिधै देखिरहनु भएको छ तपाईँले, त्यो चाहिँ डेन्टल ओपिडी। अनि लेफ्ट साइडमा चाहिँ तपाईँको पिरियाडिक ओपिडी नानीहरूको छ, र राइट साइडमा चाहिँ तपाईँले देख्न सक्नुहुनेछ जेनरल मेडिसिन ओपिडी।
र अहिले चाहिँ डक्टरलाई हामीले देखायौँ र डक्टरले चाहिँ हामीलाई सर्जनकोमा फरवर्ड गरिदियो। सर्जनसँग कन्सल्ट गर्नु भन्नुभएको छ। र अहिले चाहिँ यो चाहिँ तपाईँले देख्नुभएको बिलिङ काउन्टर, एडमिसन काउन्टर हो। यहाँनिर चाहिँ यो काउन्टर चाहिँ तपाईँले इन्क्वायरीहरू गर्नु सक्नुहुन्छ। जसलाई याद छैन केहीको विषयमा तपाईँले त्यहाँबाट इन्क्वायरी गर्नु सक्नुहुन्छ। र यो देखेको चाहिँ तपाईँले जसलाई बिलहरू टेस्टको बिल काट्नु भन्छ त्यहाँनिर चाहिँ अब तपाईँले रिसिप्ट काट्नु सक्नुहुन्छ। अनि अहिले चाहिँ हामी अब सबै सकेर हामीहरू अब गान्तोकको तर्फ निस्किँदैछौँ गान्तोक जानुको लागि। थ्याङ्क यू सो मच फर वाचिङ सबैजनालाई। अहिले चाहिँ हामी गान्तोकको तर्फ लागिरहेको छौँ। वेस्ट पोइन्ट मल खुलेको छ गान्तोकमा। हामी चाहिँ गएको थियौँ र आज चाहिँ हामी त्यहाँ जाँदैछौँ। सपिङ त गर्नु छैन र पनि यसो आज गएर यसो घुमघाम